हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। फेरि पनि स्वागत छ तपाईँले मेरो युट्युब च्यानलमा। अनि आज म धेरै दिनपछि भ्लग स्टार्ट गर्दैछु, किनकि हिजो आज मैले कामले गर्दा भ्लग ल्याउनै पाएको छैन। सो त्यही भएर आज चाहिँ म घाँस आएको थिएँ अनि मेरो चाहिँ बारी पुगेर पनि बसिरहेको छु। त्यही भएर म चाहिँ भ्लग स्टार्ट गर्छु भन्ने सोचाएँ। त्यही भएर म चाहिँ भ्लग स्टार्ट गर्दैछु। अनि मेरो चाहिँ बारी पनि हालिसक्यो अनि अरू चाहिँ हालेको छैन। त्यही हो साथीहरू, आज चाहिँ साथीहरू हामी चाहिँ एकदम टाढा आएको छौँ आज घाँसमा। अनि हामी चाहिँ घाँस चोरेर पनि यता भागेर हाम्रो पाखामा आइसक्यो। त्यही हो साथीहरू, पहिलो हामीले यहाँबाटै दाउरा लान्थ्यो। लगभग अब घर पुग्न चाहिँ 2 घन्टा 1.5 घन्टा लाग्छ। एकदम टाढा छ साथीहरू। त्यही हो। अनि आज चाहिँ म साथीहरू घाँसमा आएको भन्नु आएको। आउनु त म अस्ति पनि घाँसमा आएको थिएँ। सो त्यही भएर फेरि आज पनि आएको छु म। अनि आज चाहिँ म छोरालाई कपडा सपडा रेडी पारेर अनि जुत्ता सुत्तामा पलिस लगाएर राखेको छु। स्कुल जाबला छोड्नु ल भन्दैछ, तर अब घर गएर थाहा हुन्छ स्कुल गयो कि गएन भनेर चाहिँ। गइहाल्यो छु अझै। हाम्रो ठुलो मम्मीहरू चाहिँ घाँस काट्दै हुनुहुन्छ, कहिले बारी पुग्ने हो साथीहरू। अब म चाहिँ घाम तापेर बस्ने हो। अब अरू चाहिँ कतिखेर बारी पुग्छु पनि। अस्ति चाहिँ मैले 6 मुठो लगेको थियो घाँस भने, आज चाहिँ मैले 4 मुठो पुगेको छु। अस्तिको पनि 3 मुठो बाँकी छ। त्यही हो, हातहरू सबै काटेर केही छैन। अब घाम ताप्ने बस्ने के गर्नु, भोक लागेर मर्न लागिसक्यो साथीहरू। अब चाहिँ म पानी खान्छु ल ल। हेर्न सक्नुहुन्छ हामी चाहिँ अब यो पानी सफा गरेर खानुपर्ने हुन्छ। साथीहरू, मेरो चाहिँ भारी पुगिसक्यो। अब कोही यहाँ भारी हाल्दैछ, हेर्न सक्नुहुन्छ। छिटो छिटो भारी हाल्नुहोस् होला कृपया। मेरो पानी पनि सफा हुँदैछ साथीहरू। के गर्नु, पानीदेखिलाई मन लागिसक्यो। यस्तै पानी खानुपर्छ, कहिले सफा हुने हो त साथीहरू। अब हामी घर जाऊँ भनेको, तर कोही आउने कोही नआउने भइरहेछ। यता हुनुहुन्छ हाम्रो आनी, अब कोही आउँदैछ कोही आएको छैन। कोही हुनुहुन्छ यता महारानी भर्खर घाँसको भारी हाल्दै। के गर्नु साथीहरू, धेरै साथी आएपछि यस्तै हो। एउटाले कुर्दै एउटा कुर्दै जिन्दगी जान्छ, दिन जान्छ। भोक लागेर मन लाग्छ, मान्छे आउँदैन, पानी लाग्नु मन लाग्दैन। अब चाहिँ पानी खान्छु। जङ्गलबाट आएर खाना खाएर अनि बजार गएर यो मेरो छोरो लड्छ। म चाहिँ बजारमा तरकारीहरू किन गएको